हेलो मुकुन्द, तपाईँ के बनाइराख्नु भएको अहिले? के? सिम्प्लिफाई भन्नाले सिम्प्लिफिकेसन बनाउँदै हुनुहुन्छ होइन? तपाईँ कति कक्षामा पढ्नुहुन्छ? तपाईँको सिम्प्लिफिकेसन हेर्न सक्छु म? ओ माई गड, 2 क्लासमा तपाईँ पढ्ने अनि यस्तो सिम्प्लिफिकेसन बनाउनुहुन्छ? तपाईँ कुन स्कुलमा पढ्नुहुन्छ? सनराइज इङ्ग्लिस बोर्डिङ स्कुल। यो हिसाब तपाईँ आफै बनाउनु भएको हो? यसबाट कुनै एउटा बनाएर देखाउनुहोस् त। कुनै एउटा बनाएर देखाउनुहोस् त। यो हिसाब बनाउन सक्नुहुन्छ? ल पहिला यो हिसाबलाई कम्प्लिट गरेर देखाउनुहोस् त। यो हिसाब कम्प्लिट भएको छैन जस्तो लागिरहेको छ मलाई। भइसक्यो? तपाईँले यो 16 - 2 + 2 - 4 छ, तर यहाँ 1 8 18 लेख्नु भएको छ, फेरि -6 लेख्नु भएको छ। यो कसरी भयो बाबु, मलाई सम्झाइदिनुहोस् त। के जोड्नु भयो भन्नुहोस् त। 16 र 2 जोड्नु भयो अनि 18 भयो होइन? अनि फेरि -6 कहाँबाट आयो? 2 र 4 लाई जोडेर 6 आयो अनि माइनस किन लेख्नु भयो? किनकि घटाउनु छ भने। ए मतलब तपाईँ बुझाउन सक्नु भएन सायद। जस्तै माइनस प्लस अनि 4 to 6 अनि माइनसको चिन्ह लेख्नु होइन? अनि 18बाट 6 र 12 होइन? अब यो बनाएर देखाइदिनुहोस् त। यो 2 कहाँबाट आयो बाबु? डिभाइड गरियो त। 20 मा 10 डिभाइड गरेर 2 आयो? ल अनि 18 कहाँबाट आयो बाबु? 9 2 ले मल्टिप्लाई गरियो तब 18 आयो होइन? ल वाउ, धेरै राम्रो मुकुन्द बाबु, धेरै राम्रो पढिराख्नु भएको छ। यस्तै पढ्नु होला है। धेरै राम्रो गइराख्नु भएको छ। सो साथीहरू, तपाईँ अहिले जुन भाइलाई हेरिराख्नु भएको छ, उहाँको नाम हो मुकुन्द प्रसाद शाह। उहाँ हाम्रो पिपरिया कै हुनुहुन्छ। पिपरियाको श्री सुरेन्द्र शाहजीको नाति भन्नाले हाम्रो भाषामा पोता पनि भन्ने गरिन्छ। र श्री जितेन्द्र शाहजीको उहाँ छोरा हुनुहुन्छ। उहाँ अहिले क्लास 2 मै अध्ययनरत हुनुहुन्छ। हाउ ओल्ड आर यु? 9 years old। उहाँ अहिले जस्ट 9 वर्षको हुनुभएको छ। र 9 वर्षको कलिला उमेरमा उहाँले कक्षा 2 मा अध्ययनरत हुनुहुन्छ। अनि कक्षा 2 मा अध्ययनरत विद्यार्थी कति राम्रो सिम्प्लिफिकेसन यहाँ सल्भ गरेको तपाईँ हेर्न सक्नुहुन्छ। साथै यहाँ रियान्स बाबु पनि हुनुहुन्छ। अब नेक्स्ट भिडियो म रियान्स बाबुको हालौँला। तपाईँलाई म खासमा उहाँहरूको ट्यालेन्ट हेराउन खोजेको होइन। यी भाइहरूको बिच के ट्यालेन्ट रहेको छ म त्यो हेराउन खोजेको होइन। जस्तै यहाँ तपाईँ हेर्न सक्नुहुन्छ नर्सरीका एकजना बाबु, नर्सरीका एकदम गोलुमोलु बाबु हुनुहुन्छ। उहाँले 2 अहिले कपी गर्दै र लर्निङ गर्दै हुनुहुन्छ। मैले खासमा तपाईँलाई के हेराउन खोजेको हो कि गर्नाले सब थोक हुन्छ।
बच्चाहरूलाई पढाइमा यदि प्रेसर दिएनौँ भने त्यही बच्चाहरू एकदम राम्रो गर्न सक्छन्। बस उनीहरूलाई एउटा सही ठाउँको आवश्यकता पर्छ। सो यही सही ठाउँको व्यवस्था हामी हाम्रा स्कुल सनराइज इङ्ग्लिस बोर्डिङ स्कुलमा गरेका छौँ। सो तपाईँहरू पनि आफ्ना बाबु नानीहरूलाई उत्कृष्ट शिक्षा दिन चाहनुहुन्छ, हरेक सब्जेक्टमा यदि उत्कृष्ट गराउन चाहनुहुन्छ भने हाम्रो स्कुललाई अवश्य सम्झनुहोस्। हस् बाबु, सबैलाई मेरो भिडियो हेर्नु भएकोमा धन्यवाद भनिदिनुहोस् त। धन्यवाद। थ्याङ्क यू भनिदिनुहोस् त सबैलाई। थ्याङ्क यू। ल अनि भन्नु है कि हाम्रो स्कुलमा पढ्न आउनुहोस्, तपाईँ पनि यस्तै चाँडै सिक्नुहुन्छ भन्नुहोस् त। तपाईँ पनि हाम्रो स्कुलमा पढ्न आउनु, चाँडै सिकिहाल्छ। हो ल रियास बाबु, अब भोलि तपाईँको भिडियो म अहिले जुन गरिरहेको छु नि, भोलि म तपाईँको पोस्ट गरिदिनेछु, हुन्छ?